कन्सर्टमा छौँ र मलाई एकदम धेरै खुसी लागेको छ। वर्सिप कन्सर्ट यो एकदम राम्रो थियो किनभने त्यसै पनि हामीहरू संसारको गीतहरूमा बढी हामी बढी नाचिरहेको हुन्छौँ। इभन प्रभु पाएका मानिसहरू पनि सेकुलर गीतहरूमा बढी नाचिरहेको हुन्छ। त संसारको गीतले हामीलाई केही समय हाम्रो शरीरलाई आनन्द दिए पनि परमेश्वरको लागि गाएको गीतहरूले मात्रै हाम्रो आत्मालाई शान्ति दिन्छ। हालेलुया। अनि तपाईँलाई म एउटा कुरा भन्न चाहन्छु, संसारको गीतमा नाच्दाखेरि, संसारको गीतमा रमाउँदाखेरि कोही पनि मान्छे निको हुँदैन। एउटा गीत छ बलिउडको, तेरा प्यार 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 हुक्का बार बार, को थाहा छ को त नाचेको पनि होला। तर त्यस्तो गीतहरूमा नाचेर गाएर कोही पनि छुटाएर पाएको छैन। त्यस्तो गीतहरूमा नाचेर कसैले पनि पवित्र आत्मालाई पाएको छैन। त्यस्तो गीतहरूमा नाचेर कोही पनि निको भएको छैन। त्यस्तो कुनै गवाई छैन कि सेकुलर गीतमा नाच्दै थिए, संसारको गीतमा नाच्दै थिए, सेकुलर गीतमा रमाउँदै थिए, परमेश्वरको आत्मा आउनुभयो, परमेश्वरको आत्माले छुनुभयो, परमेश्वरको आत्माले मलाई भर्नुभयो, म निको भएँ, यस्तो कुनै पनि गवाई छैन। किनकि संसारको थोकले, संसारको गीतले, संसारको त्यो म्युजिकहरूले एकछिन तपाईँको कानलाई, तपाईँको शरीरलाई आनन्द दिए तापनि यीशु ख्रीष्टको लागि गाएको गीतहरूले मात्रै, यीशु ख्रीष्टको लागि रचेको गीतहरूले मात्रै हाम्रो आत्मालाई चाहिँ निको पार्छ। हालेलुया। यहाँ कोही हुनुहुन्छ एकजना त्यस्तो व्यक्ति जसले यहाँ आएर मलाई गवाई दियोस् कि म संसारको गीतमा नाच्दै थिएँ निको भयो भन्ने? यहाँ कोही हुनुहुन्छ? कोही हुनुहुँदैन होला। तर यहाँ धेरैजना हुनुहुन्छ, मैले आराधना गर्दै थिएँ, म निको भएँ।